मेरा युट्युबका सम्पूर्ण फ्यामिलीहरूलाई यो भिडियोमा फेरि पनि स्वागत छ। अनि तपाईहरूले माया गरेर हेरिदिनु भएकोमा तपाईहरूलाई धेरै धन्यवाद छ। र मैले यो पटोलाको भिडियो पहिले पनि हालेको थिएँ है, अनि 2 हप्ता जस्तो अगाडि हालेको थिएँ। र यो भिडियोमा चाहिँ मैले धेरै तपाईहरूको माया पनि पाउन सकेँ। र मलाई एकजनाले कमेन्ट गर्नुभएको थियो होइन, यो पटोलालाई चाहिँ धेरै कसरी बनाउनु भनेर होइन। अनि म यसमा चाहिँ प्राय चाहिँ म सबै फलफुलको यो छिल्का हुन्छ यसलाई भिजाएर हाल्ने गर्छु। विशेष चाहिँ म यसमा चाहिँ अन्डाको खोस्टा चाहिँ म पिसेर हाल्ने गर्छु। र अन्डाको खोस्टाले चाहिँ यो पटोला धेरै फुल्छ भन्छ है। र तपाईँहरूले देख्नुहुँदैछ है, मेरो यो गार्निसन हो। र यो गार्निसन फुल्ने सिजन त होइन, र पनि हेर्नुहोस् न मेरो चाहिँ यति दामी फुलिरहेको छ। र मलाई यो फुलेर चाहिँ एकदमै खुसी लागिरहेको छ है। पटोला सँगसँगै यो गार्निसनले मजाले फुलिरहेको छ। तपाईँहरूले देख्नुहुँदैछ है, यो मेरो गार्निसन पटोला चाहिँ धेरै मात्रामा र मजाले भएको छ। र यहाँ तपाईँले देख्नुहुँदैछ पस्लिन, यो पस्लिन मेरो 5 कलरमा थियो, अनि व्हाइट चाहिँ मेरो मासिएको रहेछ। अनि तपाईँहरूले देख्नुहुँदैछ है, यसलाई लिली फुल के भन्छ होइन, हामी चाहिँ यसलाई लसुन फुल पनि भन्छौँ। र पिङ्कमा फुल्छ सिङ्गल। र यो मेरो पस्लिन चाहिँ यसरी लगाएको छु र साइडमा है मजाले फुलिरहेको छ। झमझम फुल्दाखेरि धेरै फुल्दा राम्रो देख्छ होइन। मैले यहाँनिर तपाईँहरूलाई देखाउँदैछु है, गदावरीको कटिङ गर्ने बेला आउँदैछ। र धेरै बगानबेलीहरू पनि मैले रिपोर्टिङ गर्दैछु। र यो चाहिँ मैले कसैलाई दिनको निम्ति यो कटिङ गरेको छु, यो कलरहरू। र यो जुन चाहिँ अगाडि देख्नुहुँदैछ यो मैले पहिले पनि देखाएको हो। अनि यो चाहिँ यस्तो तरिकाले फुल्छ र डेली फुल्छ, ज्याम मजाले फुल्छ है। मैले 2-3 दिन अगाडि भिडियो बनाउनु बिर्सेछु, र त्यो चाहिँ त्यतिखेर धेरै मजाले फुलिरहेको थियो। र पनि यसरी डेली फुल्छ। यिनीहरूलाई मेहनत ज्यादा पर्दैन है, तर पनि मजाले फुलिदिन्छ होइन। र यो फुलाउनु चाहिँ एकदमै सुविधा छ। र यो चाहिँ मेरो जेरेनियम हो, अनि जेरेनियमले चाहिँ मैले यसरी बचाइराखेको छु। यो जेरेनियमलाई चाहिँ हामीले सेप्टेम्बरसम्म बचाउन सक्यौँ भने चाहिँ अक्टोबरदेखि चाहिँ यो सजिलै बाँच्न सक्छ। नभए चाहिँ यो सिलगढीमा चाहिँ प्रायः चाहिँ जेरेनियम मरिहाल्छ। अनि तपाईँहरूले देख्नुहुँदैछ है, मैले यो लालुपातेको कटिङ सुरु गरेको छु। र यहाँनिर चाहिँ मैले यो भिङ्गा राखेको छु होइन, पोहोरको पालिको। अनि यो भिङ्गालाई बचाउनु चाहिँ एकदमै साह्रो पर्छ है साथीहरू, यो बर्खाको पानीमा चाहिँ। मेरो धेरै थियो है, तर यो बर्खाको पानीले सबै पिल्छेर गइहाल्यो। र यति चाहिँ बचाउन सकिरहेको छु। र तपाईँहरूले देख्नुहुँदैछ है, यो चाहिँ चिउरी फुल हो। यो चाहिँ मेरो माथिबाट मैले पहाडबाट प्लान्ट लिएको थिएँ। प्लान्टको फेदमा चाहिँ यो चिउरी फुलहरू उम्रिरहेको थियो, र मैले यसरी सार दिइरहेको छु। र धेरै मर्यो, अन्त कति चाहिँ बाँचिरहेको छ। र तपाईँहरूले देख्नुहुँदैछ है, यो चाहिँ मेरो ठुलो बडे रुखको ठुट्टा हो। अनि रुखको ठुट्टा चाहिँ घरको साइडमा राखिराख्दाखेरि चाहिँ मैले यसको माथिबाट चाहिँ तपाईँको यो एन्थेनियम पटोलाहरू लगाइदिएको छु है, यो प्लान्टहरू लगाइदिएको छु। र यस्तो तरिकाले यो मेरो रुखको ठुट्टा पनि सजिरहेको छ, तपाईँले देख्नुहुँदैछ।